हेलो एभ्रिवान, आज चाहिँ मैले च्याउ र निहुरोको तरकारी बनाउन लागेको छु। मैले कराई बसालेँ, कराईमा चाहिने जति तेल राखेँ। त्यसपछि म फर्स्टमा चाहिँ आलु फ्राई गर्छु। मलाई चाहिँ यो मेरो छुट्टै बनाउने तरिका हो ल। आलु यत्तिको रातो भइसकेको छ, यत्तिको रातो भएपछि चाहिँ हामीले यसलाई झिक्छौँ। यसलाई झिकेर अब हामी च्याउलाई नि त्यसै गरी रातो हुने गरी फ्राई गर्छौँ। यो च्याउ पनि रातो भएपछि चाहिँ हामी यसलाई झिक्छौँ। यत्तिको रातो भएपछि चाहिँ हामी झिक्छौँ यसलाई पनि। त्यसपछि मैले ज्वानो फुराएँ, जिरा, मेथी फुराइसकेपछि मैले प्याजलाई काटेँ। प्याज यति रातो भइसकेपछि म यसमा गोलभेडा, अदुवा लसुनको पेस्ट, जिराको धुलो, बेसार, स्वादअनुसारको नुन राखिसकेपछि यसलाई म मिक्स गर्छु, पुरै मिक्स गर्छु। त्यस पछाडि एकछिन छोपेर राख्छु यसमा। यो चाहिँ पाकिसकेको छ अनि पानी हल्का हालेर म फेरि यसलाई छोप्छु। यत्तिको भइसकेपछि चाहिँ म यसमा अघि फ्राई गरेको मसरुम र निहुरो आलु राख्छु एकछिन छोपेर अनि यो चाहिँ रेडी भइसक्यो। यो चाहिँ मेरो आफ्नै पकाउने तरिका हो। बाई बाई, गुड नाइट।